वर्ष दिन कति छिटो बित्छ है। सायद यो भिडियो तपाईँहरूले हेर्नु भइरहेको होला न्यू इयरमा 2026। हिजो अस्ति 2025 को न्यू इयर मनाए जस्तो लाग्छ। अब पनि 2026 पनि आइसक्यो। आज म जाँदैछु माथि डाँडा। अनि फेमा अमलाको कस्तो रहेछ फ्लेभर? अमलाको फ्लेभर त के भन्नु साथी, भर्खर बोटबाट टिकेट ताजा हामी सुन्ने चाहिँ दामी कुरा भयो क्या। हामी स्कुटीमा गइदिइरहेको थियो हो, यो मान्छेले फेरि कहाँबाट अमलाको बोट देख्दैछ होइन, एकदम फ्रेस अमला डाइरेक्ट आउट अफ के अरे रुखबाट होइन। अनि अमला टिप्नु तिमीलाई कस्तो फिल भयो? सोचेको अब कुनै लिएर जान्छु घरमा, किन भन्दा त अब यो किन्नु पर्दैन होइन अहिले। अन्त खानु पनि कस्तो मिठो बनाउँछ अमला हो, मिठो रहेछ अमला तर अलिक अमिलो। ओके गाइस तर न सो ओके गाइस, म कुनै ठुलो युट्युबर त होइन तर भए पनि हे गाइस वेलकम ब्याक टु द च्यानल। आज होइन म बिहान बसिरहेको थिएँ नि त, फेरि बिहान उठेर चाहिँ फेरि काम गर्न जानुपर्ने थियो क्या। अनि कति दिनदेखि त्यही सर्कल चलिरहेको थियो क्या। अनि हुन्छ नि डेली उठेर त्यही काम गरेको गर्दाखेरि पनि जहिले पनि मेस हुन्छ नि त, माइन्डलाई पनि प्रेसर होइन। त्यसपछि मैले मेरो साथीहरूलाई कल गरेँ क्या, ए ब्रो माथि जाउँ होइन डाँडाकाँडामा यसो घुमिरहँ भने क्या। ब्रोहरूले त अरू केही नसोधे, ब्रो मेरोमा त पैसा छैन नि ब्रो, एट द टाइम भने क्या। अनि त्यसपछि मैले पेमालाई कल गरेँ होइन। पेमा चाहिँ उही मान्छे जो चाहिँ तपाईँहरूले भिडियोमा देख्नु भइरहेको छ। अनि पेमा स्ट्रेस भयो यार जो होइन माथि डाँडामा भने नि त। अनि पेमाले पनि अब ब्रो अनि आइएम अल्सो फिलिङ द सेम भने नि त। यसो भने जाउँ न दुई भाइ मजाले भनेर चाहिँ हामी गयो क्या। अनि जाने बित्तिकै अलिकति 2-3 रनिङ माथि मात्रै पुगेको त वी हेभ फाउन्ड द्याट अमलाको बोर्ड क्या। अनि अमलाको बोर्ड देख्ने बित्तिकै हाम्रो मङ्की म्यान पेमा ब्रो टिपेर मजाले हामीले त यति जो मतलब गोजीमा हालिहाल्यो। अनि गोजीमा हाल्दै चाप्दै खायो क्या। त्यतिन्जेल बिचमा होइन एउटा म्याजिकल थिङ भयो क्या, त्यो स्ट्रेस हुन्छ नि। हामी जति स्कुटीमा अगाडि जाँदै थियो त्यो बाटोहरू काट्दै डाँडाकाँडाहरू काट्दै जाँदै थियो होइन, त्यसरी नै त्यो हाम्रो स्ट्रेसहरूलाई पनि त्यही पछाडि नै छोडेर हिँडेको जस्तो भइरहेको थियो क्या। अनि त्यो अफिसको त्यो प्रेसर्स होइन, त्यो वर्कको डेडलाइन्सहरू होइन, त्यो सबै बिर्सिँदै जाँदै थियो क्या त्यहाँनिर। किनभने इन्भाइरोमेन्टले नै क्या हुन्छ नि एउटा मजाको लिँदो रहेछ नि त, हावाहरू मजाको चलिदिइरहेको होइन। त्यो इन्भाइरोमेन्टले गर्दाखेरि पनि होला क्या, हामीले घरमा आउँदाखेरि जति पनि भएको स्ट्रेसहरू थियो होइन सबै बिर्सिँदै जाँदै थियो क्या बिस्तारै। त्यहाँको जग्गाहरू पनि मजाको होइन। अनि त्यहाँको जग्गाहरूले पनि हामीले एकदम भाइब दिइरहेको थियो, नेचर भाइब होइन। त्यसपछि हामी अझै माथि डाँडामा गयो क्या, त्यहाँनिर धुप्पी डाँडाहरू रहेछ होइन। त्यसपछि त झन् मजाको फिलिङ्स आउँदै गयो क्या, मजा आएको जस्तो भइरहेको थियो क्या। हुनु त अब त्यो दामी लग्जरी जग्गामा पनि गएको होइन, त्यो भएको दामी जग्गामा पनि गएको होइन, जस्ट एउटा ऱ्यान्डम प्लेसमा मात्रै गएको नि त होइन। तर यस्तो हुँदो रहेछ क्या, कति दिन बाद काम गरिरहेको बेलामा होइन टक्क घरबाट बाहिर निक्लेर यस्तो डाँडाकाँडामा जाँदाखेरि क्या एकदम आफूलाई फ्री भएको जस्तो फिल हुँदो रहेछ क्या। अनि त्यसपछि म चाहिँ त्यहाँनिर हल्का रोडमा को माथिल्लोपट्टि गएर चाहिँ आफै यताउता नेचर हेर्दै म आफै भुलिरहेको थिएँ क्या। नेचरहरूको फोटोजहरू खिच्दै थिएँ होइन। अन्त त्यतिन्जेलमा त प्रेमा ब्रो चाहिँ कहाँ गएछ भन्दै म खोज्दै जाँदाखेरि त प्रेमा ब्रो पनि त्यस्तै भइरहेको रहेछ क्या। बिचरालाई कति दिनको प्रेसर्सहरू थियो होला होइन। अनि ब्रो पनि एकदम हुन्छ नि पिन्जराबाट निक्लेको चढा जस्तै क्या, त्यहाँनिर फ्री भइरहेको रहेछ क्या। अनि मैले प्रेमा ब्रो भन्दै बोलाएँ खोज्दै जाँदाखेरि त प्रेमा ब्रो त फेरि त्यहाँनिर त्यो नेचर देखेर त होइन यता उता कुद्दै होइन एकदम उसलाई त मजाको भाइ ब्रो भन्दै थियो नि त मलाई। अनि मलाई पनि मजा आइरहेको थियो होइन। अन्त पेमा ब्रोलाई पनि मजा आएछ क्या। अब मजा इन द सेन्स चाहिँ त्यो हुन्छ नि सबै कुरा पैसाले मात्रै आउने भन्ने चाहिँ होइन नि त। हामी नेचरमा गएर पनि माइन्ड जुन चाहिँ फ्रेस भयो नि त्यो अर्कै छुट्टै मजा क्या। अनि त्यसपछि हामीले त्यो जग्गालाई छोडेर पर डाँडा जाउँ न है भनेर चाहिँ डाँडा साइडमा गयो नि त। डाँडा साइडमा पुगेको त हामीभन्दा अलरेडी त्यहाँनिर रहेछ होइन, देख्नुभयो होला भिडियोमा। अनि मान्छेहरू पनि आउने गर्दो रहेछ होइन। त्यो डाँडामा टक्क गएर चाहिँ है टक्क म एकछिन बसेँ है शान्तिले होइन। अनि त्यहाँनिर गएर चाहिँ एउटा फिल भयो त्यो क्या हुन्छ नि ह्युमन रेस
होइन मान्छेहरू डेली लाइफमा है कति अब ह्युमन रेसमा छ है सबलाई के चिजहरू चाहिने होइन नयाँ नयाँ चिजहरू तर हामी कति प्रयासहरू गरिरहेको हुन्छ त्यो चाहिने लग्जरी चिजहरूलाई होइन तर सबै कुरा क्या त्यहाँनिर गएपछि चाहिँ एकदम सेटल खालको फिल भइदियो क्या सबै कुरा जहाँको त्यही छ जस्तो टाइपको नि अनि जहाँनिर चिजहरू चाहिँ जहाँको त्यहीँ छ त्यही चिज नै मलाई राम्रो खालको टाइपको फिलिङ आइदियो क्या त्यसपछि टक्क त्यहाँनिर बडनिर टाढामा गयो होइन आज चाहिँ फेरि अलिकति धुम्म भएको कारणले गर्दा चाहिँ सनसेट नै भएन रहेछ नि त त्यहाँनिर मान्छेहरू पनि टक्कै आएर होइन गफसप गर्ने रहेछ हाम्रो एजको केटाहरू होइन अब जसलाई नेचर मनपर्छ होइन त्यहाँबाट चाहिँ टक्क सिक्किमको पहाडी डाँडाहरू पनि देख्दो रहेछ होइन हामीले टक्क स्कुटी पार्क गऱ्यो सायद क्यामेरा देखेर होला त्यहाँको ब्रोहरू पनि क्यामेरा अलिकति साइड रहेछ नि त त्यसपछि क्यामेरा देखेर चाहिँ हल्का गयो है तर के छैन हामी मोरो बेमा चाहिँ होइन मजाले बसेर होइन गफहरू गर्नु थाल्यो एकदम शान्ति है हावा पनि मजाको चलिदिरहेको है मजा आयो बोला न यसै गरेर बोल न यस्तो गरेर है के चाहिँ ल सुन ए सो गाइज हामी चाहिँ यो के अरे जग्गाको नाम मनसङदेखि पनि होइन माथि एउटा दामी जग्गामा आएछ होइन यो जग्गाको मतलब त्यस्तो क्यामेराले देख्दा चाहिँ त्यस्तो खासै भाइब चाहिँ छ जस्तो लागेन तर यहाँ आएको एउटा फिलिङ्स हुन्छ नि जुन चाहिँ एउटा फिलिङ्स अफ मेलोडी चाहिँ लाइक एकदम मलाई डिफ्रेन्ट र दामी लाग्यो नि त यहाँ चाहिँ कस्तो टाइपको भन्दाखेरि चाहिँ लाइक मान्छे एकदम स्ट्रेस भएको बेलामा होइन स्कुटी बाइक लिएर टक्कै यहाँनिर आइदिएर होइन सो मजाले सनसेटहरू हेर्दै होइन एउटा डिफ्रेन्ट भाइब हुने रहेछ क्या